साथीहरु अहिले जुन हजुरले यो मोबाइलको होम स्क्रिनमा युट्युबको भिडियो चलिरहेको छ यो सुविधालाई पिक्चर इन पिक्चर अथवा पीआईपी मोड भनिन्छ। यदि हजुरले आफ्नो मोबाइलमा यो पिक्चर इन पिक्चर सुविधा चलाउन जान्नुभएको छैन अथवा कसरी चालु गर्ने भन्ने तरिका जान्नुभएको छैन भने पनि यो भिडियो पुरा हेरिसकेपछि जान्न सक्नुहुनेछ। र यदि हजुरले यो पीआईपी मोड अथवा पिक्चर इन पिक्चर सुविधालाई बन्द गर्न चाहनुहुन्छ भने पनि कसरी बन्द गर्ने त भन्ने बारेमा यो भिडियो पुरा हेरिसकेपछि यो पिक्चर इन पिक्चर अथवा पीआईपी मोडलाई बन्द गर्न पनि सक्नुहुनेछ। नमस्कार, म राजकुमार थापा फेरि पनि एउटा नयाँ भिडियोको साथमा हजुरहरुमाझ उपस्थित भइसकेको छु भने आजको यो भिडियो हेरेर साथ दिनुहुने सम्पूर्णलाई एकमुष्ट रूपमा हार्दिक स्वागत छ। त्यसो भए अब लागौं युट्युबको पीआईपी मोड अथवा पिक्चर इन पिक्चर सुविधालाई कसरी बन्द गर्ने अथवा बन्द भएको छ भने कसरी सुचारु गर्ने भन्ने आजको यो भिडियोतर्फ। हजुरहरूले प्रयोग गर्ने मोबाइलमा जुन युट्युब एप्लिकेसन छ त्यसलाई एकछिन छोएर राख्नु होला, टच एन्ड होल्ड गर्नु होला। त्यसपछि माथितिर हेर्नु होला, त्यहाँ आईको बटन दिएको छ, नभए भने इन्फो भनेर लेखिएको हुन्छ, त्यसमा क्लिक गर्नु होला। यहाँ मेरो मोबाइलमा चाहिँ आई बटन दिएको छ, जस्तो कि यहाँ हेर्नु होला हजुरको मोबाइलमा सायद इन्फो भनेर लेखिएको हुन सक्छ, त्यसमा क्लिक गर्नुहोस्। अब मैले यो आई बटनमा क्लिक गर्छु। त्यसपछि यहाँ तलतिर आउनु होला। हजुर यहाँ हेर्नुहोस्, यहाँ अहिले नट अलाउड भनेर लेखिएको छ। यसलाई हामीहरूले सुचारु गर्नुपर्ने हुन्छ युट्युबको पीआईपी मोड अथवा पिक्चर इन पिक्चर सुविधा प्रयोग गर्नको लागि। म यसमा क्लिक गर्छु। अहिले बन्द छ। अब यसलाई हामीहरूले सुचारु गर्नुपर्ने हुन्छ। म यसलाई यसरी अन गरेँ। यसरी पनि हजुरले आफ्नो मोबाइलमा यदि बन्द छ भने यसरी यसलाई सुचारु गर्नु होला। र यदि अब हजुरले यो युट्युबको जुन पीआईपी मोड छ पिक्चर इन पिक्चर सुविधालाई यदि बन्द गर्न चाहनुहुन्छ भने यही तरिकाबाट यसरी यसलाई यो जुन बटन छ यसलाई यसरी टच गरेर बन्द पनि गर्न सक्नुहुन्छ। हस् त साथीहरु, यो थियो हामीहरूले प्रयोग गर्ने युट्युबको पीआईपी मोड अथवा पिक्चर इन पिक्चर सुविधालाई कसरी सुचारु गर्ने र कसरी बन्द गर्ने भन्ने तरिकाको एउटा सानो जानकारीको भिडियो। हजुरहरूले आफ्नो अमूल्य समय निकालेर यो भिडियोलाई यहाँसम्म हेरिदिनु भएकोमा म हृदयदेखि नै मुरीमुरी धन्यवाद व्यक्त गर्दछु। यो भिडियो कस्तो लाग्यो मन परे लाइक गर्न र अरूलाई पनि देखाउन मन छ भने शेयर गर्न र आफ्नो प्रतिक्रिया राख्न मन छ भने कमेन्ट गर्न नभुल्नु होला भन्दै म आजको यो भिडियोबाट अहिलेलाई ओझेल्न पर्दछु। हस् त, धन्यवाद। जय नेपाल, नमस्कार।